प्रभु तपाईहरूसँग हवुन्। सन्त मार्क अनुसार सुसमाचारबाट लिएको पाठ। 5,000 मान्छेहरूले अघाउन्जेल खाइपछि यीशु आफैले भिडलाई फर्काउँदै गर्दा चेलाहरूलाई आफूभन्दा पहिले पारी बेत्साइदा पुग्न नाउँमा झट्टै बाध्य गराउनुभयो। चेलाहरूलाई बिदा दिएर उहाँ प्रार्थना गर्न पहाड जानुभयो। साँझ पर्दा नाउँ माझमा समुद्रमा थियो। उहाँ चाहिँ स्थलमै एक्लै रहनुहुन्थ्यो। हावा उल्टा चलेकोले नाउँ खियाउन चेलाहरूलाई परिश्रमले सताएको देखि राति चौथो पहरमा उहाँ समुद्रमाथि हिँडेरै तिनीहरू कहाँ पुग्नुभयो। उहाँले उछिन्न आँट्नु भएको थियो। यसरी समुद्रमा हिँडेको देखि तिनीहरूले उहाँलाई तर्साउने हो भनी ठानेर चिच्याए। उहाँलाई देखेर सबै आत्तिए। उहाँले तिनीहरूसँग यसो भन्दै बोल्नुभयो, साहस गर, म पत नडराऊ। उहाँ तिनीहरू भएको नाउँमा चढेर सँगै बस्नुभयो। हावा पनि थामियो। तिनीहरू असीम विभोर भए। अघिको रोटीको घटना तिनीहरूले बुझेका थिएनन्। तिनीहरूको हृदय द्वार बन्द भएको थियो। प्रभुको सुसमाचार। सम्पूर्णमा ख्रिस्तीय अभिवादन अनि जिसुकी बढाई। अफ्रिकाको देशमा त्यहाँका आदिवासी अनि जनजातिहरूले आफ्नो छोरा नानीहरूलाई आँटी अनि साहसी बनाउनुको लागि यस्तो प्रकारको ट्रेनिङ दिँदो रहेछ कि त्यहाँनिर मध्यराति आफ्नो नानीहरूलाई विशेष गरेर जङ्गलमा पुर्याएर आफूले बनाएको त्यो सानो डेरामा छोरी राखेर आफ्नो साथीहरूसँग घर फर्किन्छन् अनि त्यो नानीहरूलाई एक्लै त्यो डेरामा छोरी राख्छन्। यो समयमा ती नानीको मनमा डर र त्रास कस्तो हुन्छ भने तपाईँ र हामीलाई थाहा छ। बिस्तारै त्यहाँनिर स्यालहरू रुँदै गरेको, कराउँदै गरेको, पशुहरू घुर्दै गरेको त्यो आवाजहरू सुन्दाखेरि त्यो नानीले कान थुन्नु थाल्छ, रुनु थाल्छ, कराउनु थाल्छ। अनि त्यो नानी यति साह्रो चिच्याउँछ, त्यसरी नै उसको रात यसरी बित्छ। अनि उसको आँखामा भने निन्द्रा छैन, उसकोमा भोक छैन। त्यो समयमा बिस्तारै उज्यालो हुँदै जान्छ। त्यो समयमा उसले त्यो बिहानको किरण, बिहानको त्यो उज्यालो छिर्दै गर्दाखेरि आफू आँट गरेर आफ्नो डेरादेखि बाहिर निस्किने कोसिस गर्छ। अनि यसरी बाहिर निस्किँदाखेरि त्यहाँनिर डेराको अगाडि एउटा व्यक्ति ठिङ्ग उभिरहेको देख्दाखेरि उसलाई झन् डर लाग्छ अनि ऊ चिच्याएर डेराभित्र पस्छ। त्यति बेला उसको बाबुको एउटा स्वर आउँछ। त्यो ठिङ्गै उभिरहेको बाबु थियो त्यहाँनिर डेरा अगाडि। रातभरि आफ्नो छोराको रक्षा गरिरहेको थियो आफ्नो मानिसहरूलाई लिएर। अनि उसले भन्छ, नडराऊ, म तिमीसँगै छु अनि तिम्रो रक्षा गर्नको लागि म अनि मानिसहरू होल रात हामी यसरी नै बिताइरहेका थियौँ। आज त्यो नानीको लागि, एउटा छोराको लागि, त्यो बाबुको एउटा शब्द छोराको लागि कति ठुलो सान्त्वनाको कुरा थियो। आजको सुसमाचारमा पनि तपाईँ र हामीले सुन्यौँ कि चेलाहरू जब यसरी यीशु बिना यात्रा गर्दै अघि जाँदाखेरि उनीहरू झरेको नाउँमा हावाको झोकाले भेट्छ, आँधीबेहरीले यसलाई आक्रमण गर्छ। हावा उल्टो बगिरहेको बेलामा उनीहरूको नाउँ डगमगाउन थाल्छ। उनीहरूको जीवनमा पनि यसरी नै त्रास आउन थाल्छ, डर लाग्न थाल्छ। उनीहरू पनि चिच्याउन थाल्छ, अब त हामी नाश भयौँ भनेर उनीहरूले सम्झेको हुन्छ। तर यो अवस्थामा पनि यीशु पानीमाथि हिँडेर आफ्ना चेलाहरूसँग यात्रा गर्नुहुन्छ। अनि उहाँले भन्नुहुन्छ, नडराऊ, म तिमीहरूसँगै छु। आज यो चेलाहरूको लागि मुक्तिदाता येशू ख्रीष्टको यो वचन कति ठुलो सान्त्वनाको कारण बनेका थिए। त्यसरी नै आज त्यो चेलाहरू झरेको नौका, हावाले डगमगाएको नौका आज तपाईँ र हाम्रो परिवार हुनसक्छ, हाम्रो मण्डली हुनसक्छ, हाम्रो विश्वासको जीवन हुनसक्छ। जुन कुराहरूलाई चाहिँ संसारको अचाहिँदो कुराहरूले यसरी नै धकेलिरहेको हुन्छ, डगमगाइरहेको हुन्छ अनि हामीलाई त्रास र अशान्तिको कुराहरूमा हामीलाई डोराइरहेको हुन्छ। तर आजको सुसमाचारले मेरा ख्रिस्तीय भक्तगण तपाईँ र हामीलाई यो जनाउँदैछ कि यो दुःख र कष्टको समयमा, बिमारीको समयमा अनि हाम्रो अविश्वासको समयमा पनि यीशु हामीसँग यात्रा गरिरहनु भएको छ। कि आज तपाईँ डराइरहनु भएको छ? कि आज तपाईँ र हाम्रो परिवार अनि हाम्रो विश्वासको जीवनमा त्यो कति कुराहरूले हाम्रो जीवनमा यसरी डिस्टर्ब गरिरहेको छ, डगमगाइरहेको छ भने हाम्रा मुक्तिदाता येशू ख्रीष्टलाई त्यो हाम्रो परिवार रूपी, मण्डली रूपी अनि विश्वासको जीवन रूपी नौकामा प्रवेश गर्न दिउँ। त्यो आँधी तुफान, संसारिक आँधी तुफान
आफै हटेर जानेछ, किनकि क्रिस्टको नाममा चङ्गाइ छ, क्रिस्टको नाममा मुक्ति छ अनि क्रिस्टको नाममा छुटकारा छ।